तपाईँहरूले अदालतदेखि लिएर अख्तियारदेखि लिएर मानवाधिकारदेखि लिएर सबै ठाउँमा राजनैतिक भागवण्डा गर्नुभएको हो नि त होइन? विश्वविद्यालयमा राजनैतिक भागवण्डा गर्नुभएको, त्यस कारणले गर्दाखेरि विश्वविद्यालय बिग्रियो, त्यस कारणले गर्दाखेरि अख्तियार बिग्रियो, न्यायालय बिग्रियो, राजनीतिकरण भयो, चरम राजनीतिकरण भयो। यसको जिम्मेवारी भागवण्डा गर्ने एमाले काङ्ग्रेस को लिनुपर्छ नि त होइन? होइन, पख्नुहोस् न, एउटा कुरा के हुन्छ भने दलीय व्यवस्थामा आस्था नराख्ने मान्छे छ? कुनै पार्टी छानेसी आस्था राखियो कि राखिएन भन्नुहोस्। न्यायाधीश भएर दलीय आस्था राख्न पाइएन, अख्तियार प्रमुख भएर आयुक्त भएर भोट हाल्न त पाइएन। भोट हाल्न त पाउँछन् होला नि? भोट हाल्न पाउँछन् हो। अनि त्यसपछि भोट हालेको आधारमा नेकपा एमालेले भोट हालेको आधारमा न्यायाधीश नियुक्त गर्न पाइयो? उसको योग्यता नपुगेको मान्छे भएको छ? कोही योग्यता नपुगेको मान्छे भएको छैन भन्नु न। योग्यता सहित ऊ चाहिँ निष्पक्ष हुनु पर्यो। नेकपा एमालेसँग जोडिएको, नेकपा एमालेका नेतालाई पैसा बुझाएको, नेपाली काङ्ग्रेसको मान्छेलाई चाहिँ रिजाएको, त्यस्तो हुन पाइएन नि त। त्यो गलत कुरा नगर्नुहोस् कि। कुनै व्यक्तिले हेर यहाँ बेठिक गरौँ भन्ने हो नि, एकदम तथ्यसहित भन्ने हो। तथ्यसहित भन्दाखेरि ब्लेम लाउने गरी कुरा गर्न हुँदैन के। सबैको नियुक्त भएका न्यायाधीशहरू नेकपा एमालेको कार्यालयमा पुगेका हुन् कि होइनन्? मलाई थाहा छैन। थाहै छैन तपाईँलाई? त्यत्रो समाचार आयो, तपाईँले पढ्नु भएको रहेछ। मैले भेट्न पऱ्यो नि, त्यहाँ गएको देख्न पऱ्यो नि। तपाईँले कसलाई भेट्नुहुन्छ मलाई थाहा हुन्छ। अनि नदेखेका कुरा, नबुझेका कुरा मिडियामा, सबै मिडियामा आएको छ कि न्यायाधीशहरू नियुक्ति शपथ लिए लगत्तै चाहिँ आभार प्रकट गर्नको लागि नेकपा एमालेको पार्टी कार्यालयमा सरकारमा छ, सत्ता चलाएको छ, अनि त्यसपछि त्यही सरकारले नियुक्ति गरेको छ, थ्याङ्क यू भन्न को जाँदैन भने पार्टी कार्यालयमा जान्छ त न्यायाधीशहरू? कुरा होइन, को गयो पार्टी कार्यालयमा? न्यायाधीशहरू प्रधानमन्त्रीलाई भेट्न गए पार्टी कार्यालय गएको हो त? प्रधानमन्त्रीलाई भेट्दा प्रधानमन्त्री कार्यालय हुन्छ होला नि, संरचना हुन्छ। अनि प्रधानमन्त्री पार्टी कार्यालय गएर बस्नु भएको थियो त? त्यो भन्दा यस्ता कुरा नगरौँ कि। यो सामान्य हाम्रो संस्कार पनि हो के। तपाईँले मैले तपाईँसित कुनै अपेक्षा आजको दिनमा सुन्नुहोस् न, अख्तियारमा कसको, केपी ओलीको कि शेरबहादुर देउवाको कि पुष्पकमल दाहालको अथवा कुन ठाउँमा कसको भनेर आम जनताले प्रष्ट थाहा पाउँछ। तपाईँ त्यो त मान्नुहुन्छ नि? तपाईँलाई मुखले जे भन्नुहुन्छ मनदेखि त तपाईँलाई थाहा छ। सत्तासँगै चलेको छ भने सक्नु न, सत्तासँगै चलेको छ भने सत्ताधारी दलको नेताहरूले यसो गर्दा होला कि भनेर अनि कोही व्यक्तिको बारेमा बोल्नै नपाउने, उहाँहरूले गरेका कुरा मिलार गर्नै नहुने भन्ने हुन्छ र त्यो त स्वाभाविक कुरा हो नि।